आजको टपिक चाहिँ द पावर अफ टेकिङ द फर्स्ट स्टेप भन्ने छ। यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ। अब भन्नाले चाहिँ हामी सबैजनाको एउटा गोल हुन्छ है, एउटा गोल हुन्छ, त्यसपछि एउटा प्लान हुन्छ, एउटा ड्रिम हुन्छ नि सबैजनाको। अब सबैजनाले चाहिँ अब त्यो चाहिँ अब प्लान चाहिँ गर्छ, बट एउटा टाइमिङ कुरेर बसिरहेको हुन्छ होइन, एउटा पर्फेक्ट टाइमिङ भनौँ न, त्यस्तै कुरेर बसिरहेको हुन्छ। अब जबसम्म हामीले चाहिँ त्यस्तो कुरेर बस्छ है, अनि एक्सन टेक गर्दैन, फर्स्ट स्टेप चाहिँ टेक गर्दैन, तबसम्म केही पनि हुँदैन। तपाईँ जहाँ छ त्यहीँ हो होइन, तपाईँको प्लानले काम गर्दैन। सो अब फर्स्ट स्टेप हो, अलिकति झ्याउ हुन्छ होइन, कहिले पनि नगरेको काम गर्दाखेरि झ्याउ हुन्छ नि। सो तर चाहिँ त्यो चाहिँ तपाईँले चाहिँ यदि केही पाउनु छ भनेपछि तपाईँले चाहिँ होइन, तपाईँले चाहिँ लाइफमा अब कहिले आफूसँग नभएको केही कुरा पाउनु छ भनेपछि आफूले चाहिँ कहिले नगरेको कुरा पनि गर्नुपर्छ हो। त्यही भएर चाहिँ तपाईँले चाहिँ एक्सन टेक चाहिँ गर्नुपर्छ है। जब एक्सन टेक गर्नुहुन्छ नि, तब तपाईँलाई चाहिँ एउटा त्यहाँनिर चाहिँ मोमेन्टम बिल्डअप हुन्छ। अनि त्यसपछि गएर चाहिँ अब तपाईँलाई आफूलाई चाहिँ एउटा क्ल्यारिटी हुन्छ कि होइन, अनि आफूलाई पनि थाहा हुन्छ कि पछि गएर चाहिँ अब यो पछि चाहिँ यस्तो रहेछ होइन, नयाँ नयाँ बाटोहरू चाहिँ आउँछ, नयाँ नयाँ अपर्च्युनिटीहरू चाहिँ देख्छ। त्यसरी चाहिँ अनि फर्स्ट स्टेप लियो भने चाहिँ यसरी चाहिँ काम गरेर अगाडि बढ्छ है। अब फर्स्ट स्टेप लियो भन्दैमा अब तपाईँले चाहिँ फेरि राइट अवे तपाईँ फेरि सक्सेसतिर जान्छ भन्न खोजेको होइन। फर्स्ट स्टेपले चाहिँ एउटा मोमेन्टम बिल्डअप गर्छ, त्यसपछि तपाईँले चाहिँ कन्फिडेन्ट आउँछ है, अनि त्यसपछि आएर चाहिँ एउटा के अरे कन्सिस्टेन्सी बिल्डअप हुन्छ, अनि तपाईँले चाहिँ आफ्नो गोललाई चाहिँ माया गर्न थाल्छ कि है होइन। म चाहिँ यसको लागि चाहिँ म हो रहेछ भन्ने चाहिँ आफूलाई लाग्छ नि त। सो त्यसरी चाहिँ अनि फर्स्ट स्टेप लिएपछि बिस्तारै बिस्तारै एभ्री सिङ्गल डे होइन, अनि स्टेप बाई स्टेप भएर चाहिँ अगाडि बढेर चाहिँ आफ्नो गोलको नजिकतिर पुग्छ। सो फर्स्ट स्टेप इज भेरी भेरी इम्पोर्टेन्ट छ है। सो थ्याङ्क यू।